हेलो नमस्कार। हेर्नुस् त यो मेरो ब्याकग्राउन्डमा देखिएको जुन घर छ साथै यतापट्टि यो जुन घर छ यो चाहिँ विक्रम सम्वत 1980 सालमा निर्माण भएको घर र पाँचथरको थर्पुमा रहेको मेरो साइली सानी आमाको घर। र यसको एउटा खुबी भनेको चाहिँ यो घर फलामको एउटा पनि काटी युज नभइकन बनेको घर थियो। यो चाहिँ 1980 मा र यतापट्टिको घर चाहिँ 1990 मा बनेको भनेर भन्नुहुन्छ मेरो सानी आमाको घर र सानी आमाको सासू ससुरा हजुरबुवा हजुरआमाहरूले चाहिँ बनाउनु भएको थियो अरे। असाध्यै राम्रो घर छ। हामी पहाडमा जन्मे हुर्केका मान्छेलाई त यस्तो खालको घर देख्ने बित्तिकै सबैलाई मेरो घर जस्तो लाग्छ हैन। कति सुन्दर छ हेर्नुस् न। र मलाई असाध्यै सुन्दर लाग्यो यो थर्पु यो ठाउँ। अनि ब्याकग्राउन्डमा कस्तो राम्रो खालको भ्यू छ कि यता पारिपट्टि चाहिँ सिनाम। अब कसरी देखाउँ तपाईहरुलाई। यो चाहिँ सिनाम हो रे। त्यहाँदेखि अझ पारि त्यो धुम्म परेको चाहिँ सायद तेल्लोक। अनि थुम्मेदिन चाहिँ कता हो? थुम्मेदिन हो के अरे यो चाहिँ यतापट्टि चाहिँ। साह्रै राम्रो ठाउँ छ।